नमस्ते, म ओमेटो पार्टनर्सबाट हजुरलाई ओमेटो पार्टनर्समा कसरी कन्ज्युमर बन्न सकिन्छ भन्ने जान्न र बुझ्न मन पक्कै पनि छ होला। त्यसैले हजुरको लागि मैले एउटा सानो भिडियो लिएर आएकी छु। आशा गर्छु हजुरहरूले अन्त्यसम्म हेरेर साथ र सपोर्ट दिनुहुनेछ। ल सुरु गरौँ है त। ओमेटो पार्टनर्समा कन्ज्युमर बन्नको लागि हजुरहरूले गुगल क्रोममा गएर www.ometopartners.com हान्नुहोला। त्यसपछि ओमेटो पार्टनर्सको वेबसाइट देख्नुहुन्छ, हजुरले त्यसमा क्लिक गरिदिनु होला। क्लिक गरेपछि गेट स्टार्टेड गरिदिनु होला। गेट स्टार्टेड गरेपछि हजुरले क्रिएट एन अकाउन्ट गरिदिनु होला। क्रिएट एन अकाउन्ट गरिसकेपछि हजुरले रेजिस्टरको पेज खुल्नेछ। रेजिस्टरको पेज खुलिसकेपछि हजुरले नेम देख्न सक्नुहुनेछ, जुनमा डिस्प्लेमा सो भइरहेको छ। नेम राखिदिनु होला, आफ्नो फुल नेम राखिदिनु होला। त्यसमा मैले राखेर हजुरहरूलाई देखाइरहेको छु र इमेल राखिदिनु होला। इमेल पनि हजुरले आफ्नो जुन जिमेल छ, जुन मोबाइलमा जिमेल छ त्यो राखिदिनु होला हामीलाई, ताकि ओटिपी आउँदाखेरि भेरिफाई गर्न सजिलो हुनेछ। हजुरले आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ, त्यसै गरी हजुरले आफ्नो नाममा भएको मोबाइल नम्बर राखिदिनु होला। मोबाइल नम्बर राखिसकेपछि हजुरहरूले त्यहाँ देख्न सक्नुहुनेछ पासपोर्ट सम्झिने र सजिलोवाला लङ टर्मसम्म सम्झिने गरी इजी पासपोर्ट राखिदिनु होला। त्यसरी पासपोर्ट राखिसकेपछि कन्फर्म गर्नुहोला। कन्फर्म पासपोर्टको लागि माथि जे पासपोर्ट राख्नुभएको छ त्यही नै कपी पेस्ट गरिदिनु होला। कन्फर्म गरिसकेपछि हजुरहरूले आइएम नट अ रोबोट भन्ने ठाउँमा क्लिक गरिदिनु होला। आइएम नट अ रोबोटमा क्लिक गरेपछि रजिस्टर गरिदिनु होला। रजिस्टर गरिसकेपछि हजुरहरूले जिमेल भेरिफाई गर्नुपर्ने हुन्छ। जुन जिमेलमा हजुरहरूको जिमेलको बक्समा कोड आएको हुन्छ त्यो हजुरले टाइप गरिदिनु होला, अथवा हजुरले त्यहाँबाट कपी पेस्ट गरिदिनु भए पनि सजिलो हुन्छ। त्यसपछि हजुरहरूले ओमेटो पार्टनर्सको पेज डिस्प्ले भएको देख्न सक्नुहुनेछ। कन्ज्युमर बन्नको लागि बल्कमा पर्चेस पनि गर्न सक्नुहुनेछ, जसरी मैले डिस्प्लेमा सो गरिरहेको छु। त्यसपछि मोबाइल नम्बर भेरिफाई गर्नुपर्ने हुन्छ। मोबाइल नम्बर भेरिफिकेसनको लागि इन्फर्मेसनमा जानु होला। इन्फर्मेसनमा गएपछि हजुरले जुन मोबाइल नम्बर युज गर्नुभएको थियो त्यो मोबाइलको बक्समा चाहिँ हजुरको 4वटा डिजिटको कोड आउँछ। त्यो 4वटा डिजिटको कोड राखेर हजुरहरूले भेरिफाई गरिदिनु होला। भेरिफाई गरेपछि ब्याक गर्नु होला। ब्याक गरिसकेपछि हजुरहरूले कुन चाहिँ नम्बरको पर्चेस गर्नुहुन्छ त्यो हेरेर हजुरहरूले प्रोडक्टहरू देख्नुहुनेछ। अहिले चाहिँ मैले 31,500 को प्रोडक्ट एड टु कार्ट गरेको छु। एड टु कार्ट गरेपछि चेकआउटमा गर्नु होला। चेकआउटमा गएपछि हजुरहरूले सिटीहरू राखिदिनुहुन्छ। सेलेक्ट प्रोभिन्स गर्दाखेरि मैले अहिले बागमती राखेको छु र अहिले कर्पोरेट अफिस राखेको छु। त्यसपछि सेलेक्ट सेलर जहिले पनि ओमेटो पार्टनर्सै हुन्छ। हजुरहरूले गुरु नम्बर जो हो त्यो नै हजुरहरूले बुझेर टिमसँग बुझेर राखिदिनु होला। र इमिडिएट नम्बर पनि मैले अहिले कपी पेस्ट गरेर जो गुरु हुनुहुन्छ उहाँकै मैले पेस्ट गरेको छु। टिमहरू पनि बुझ्नु होला, हजुरले आफ्नो टिमहरूसँग टिम सोधेर मात्रै एकेबी भनेर राखिदिनु होला। त्यसपछि सिपिङ एड्रेस आउँछ। त्यसको अलि तल हेर्नुभयो भने एड्रेस टाइप आउँछ। एड्रेस टाइपमा चाहिँ 3वटा अप्सन छ। वर्क फ्रम होम छ, त्यसमा चाहिँ अहिले मैले वर्क राखेको छु। हजुरहरूले आफ्नो सुटेबल एड्रेस चुज गर्न सक्नुहुनेछ। त्यसपछि हजुरहरूले जसरी अघि नाम राख्नु भएको थियो, नाम राखेकी थिएँ मैले, त्यसरी नै अहिले पनि मैले मेरो नाम राखेको छु। पिकअप एड्रेसमा पनि हजुरले अघि जसरी मोबाइल नम्बर आफ्नो ओन युज गर्नुभएको थियो त्यसरी नै यहाँ पनि आफ्नो मोबाइल नम्बर राखिदिनु होला। त्यसरी स्टेटमा मैले बागमती राखेको छु। अहिले बागमती राखेपछि हजुरहरू डिस्ट्रिक्टमा पनि मैले अहिले काठमाडौँ राखेको छु। काठमाडौँ अथवा हजुरहरूले जहाँ हुनुहुन्छ हजुरको जुन एड्रेस छ, जुन सिटी छ, जुन प्रोभिन्स छ त्यही नै राख्न सक्नुहुनेछ। सिटीमा मैले अहिले नक्साल राखेको छु। हजुरहरूले आफ्नो एरिया अथवा सिटी राख्न सक्नुहुनेछ। त्यसपछि एड्रेसमा पनि अहिलेलाई मैले नक्सालै राखेको छु। हजुरहरूले आफ्नो एड्रेसहरू राखिदिनु होला। त्यसपछि बिलिङ एड्रेसमा चाहिँ मैले सिपिङ एड्रेस गरेको छु, त्यही भएर माथि जे राखेको त्यही नै आउँछ। त्यसपछि कन्टिन्यू गरिदिनु होला। कन्टिन्यू गरिसकेपछि हजुरहरूलाई 3वटा अप्सन देख्नुहुन्छ। अहिले चाहिँ मैले क्यास अन डेलिभरी भनेर राखेको छु। 2वटा चाहिँ इम्प्लिमेन्टेसनमा आइसकेको छैन। त्यसपछि कन्फर्म गरिदिनु होला। कन्फर्म गरिसकेपछि हजुरहरूले मेसेज देख्न सक्नुहुनेछ, कङ्ग्रेचुलेसन भनेर। त्यो कङ्ग्रेचुलेसनवाला मेसेज चाहिँ हजुरहरूले आफ्नो जिमेल पनि चेक गर्नुभयो भने त्यसमा पनि देखिन्छ। धन्यवाद।